यो चाहिँ हो टोटोलाको फुल। अहिले टोटोलाको फुल फुल्ने सिजन छ। यो चाहिँ हाम्रै गाछमा फल्छ। हाम्रो अगाडि गाछ छ कि टोटोलाको, त्यहाँ फुलेको फुल हो। अब यसलाई चाहिँ मजाले म बोइल गर्छु केलाइवरी हो। यसको यो बीचको छ नि, यो बीचको चाहिँ निकालेर फ्याँक्नुपर्छ अनि यसलाई बोइल गर्नुपर्छ। त्यहाँबाट मजाले निचार्नुपर्छ। तितो खानु मन छ भने चाहिँ मजाले बोइल गर्नुपर्छ निकै बेर। तितो खानु मन छैन भने चाहिँ हो, अनि निकै बेर बोइल गरेर चाहिँ मजाले निचारेर फ्याँक्नुपर्छ। त्यहाँबाट चाहिँ पानीमा पखालेर 2-3 पल्ट पखालेर निचार्नुपर्छ। त्यहाँबाट चाहिँ यसलाई प्याज टमाटर हालेर हरियो खोर्सानी हालेर मसिनो काटेर फ्राई गर्नुपर्छ हो। कस्तो मिठो हुन्छ नि। त्यहाँबाट त यसको त सब्जी